खसी चाहिँ आइपुग्यो अघि यता राखेका थियौँ अब हामी चाहिँ उता आन्टीको घरमा जाँदा आइपुग्यो अब यति बेला आगो आगो यति बेला आगो यति बेला को हालो को त्यो म खिच्ने होइन फाल्ने आज त्यस्तो त्यस्तो हिजो जस्तो हाम्रो आन्टीहरू चाहिँ यहीँ बस्नुहुन्छ होइन यहाँ टहरा बनाएर यहाँ चाहिँ खेती पनि छ आन्टीको यहाँ चाहिँ बस्ने टहरा बनाउनु भएको छ आफ्नो टहरामा बस्नुहुन्छ आन्टीहरू होइन के गर्नुभयो यो चाहिँ आन्टीको टहरा हो टमाटर छ बाहिर आगे हेलो हजुर के गर्दै आछ शनिबार बसाइमा छौँ चम्पागिरी नगरपालिका बलम्बु 12 मा डौठेगडा भन्ने ठाउँमा छौँ हामी डौठेगडा भनेको यो तपाईँ अब माथितिर सोच्नु होला हाम्रो यता पनि डौठेगडा छ नाउँ राखेको छ हामीले आफ्ना गाउँघरको वनपाखाको झल्को मेटाउन डौठेगडा हामी तयारी गर्दैछौँ एकदम रमाइलो छ हल्ला यता हुँदैछ यस्तो रमाइलो हुनु पर्यो के छ अङ्कल रमाइलो लागेन हजुरकोमा हजुर रमाइलो लाग्यो नि मलाई लागेको छ एकदमै चाहिँ हामीले पोलिसक्यो होइन हिजोको दाउरा फाइनल रेडी चाहिँ हुँदैछ अब हाम्रो चाहिँ अब रेडी भयो हिजोको दाउराले चाहिँ काम गर्यो हामीलाई फाइनल्ली होइन हामी चाहिँ भुटान बुट्दैछौँ अब होइन आगोमा पकाएर क्या मिठो हुन्छ क्या त्यही भएर ग्यासमा सबै पकाएर खाएको छ नि त है आगोमा पकाएर खानु पर्यो हाम्रो चाहिँ रमाइलो शनिबार रमाइलो है यो भने मान्दैन है बसी हेर्न यता टेर्नुपर्छ मेरो आन्टी चाहिँ एकदम रमाइलो होइसिन्छ होइन उहाँ आन्टीहरू बस्ने चाहिँ टहराभित्र हो होइन मान्छेको जस्तो सुकै परिस्थिति भए पनि रमाउन जान्नुपर्छ होइन परिस्थितिले जहाँ जसलाई जहाँ जसरी पुऱ्याए पनि मान्छेको रमाउने आफ्नो तरिका हुन्छ हामी चाहिँ प्रत्येक शनिबार अनि प्रत्येक चाडपर्वहरू जेसुकै जस्तो सुकै भए पनि हामी चाहिँ यतै आएर रमाउने गर्छौँ यतै आएर बस्ने यतै आएर हामी दुई फ्यामिली मजाले रमाउँछौँ होइन हजुरहरूलाई कस्तो लाग्छ साथीहरू होइन मलाई चाहिँ जस्तो सुकै भए पनि जेसुकै भए पनि परिस्थिति होइन मान्छे चाहिँ रमाउनुपर्छ भन्ने लाग्छ उहाँ आन्टीको मुहारमा हेरेर चाहिँ एकदमै रमाइलो लाग्छ उहाँको परिस्थिति जे जस्तो भए पनि उहाँसँग चाहिँ रमाउनु एकदमै मन लाग्छ मलाई होइन म टाइम पास गर्न बस्न रमाउनु यतैतिर आउँछु प्रायः जसो त्यही भएर हामीले आजको शनिबार पनि बसाइ रमाइलो यतैतिर गऱ्यौँ धन्यवाद नेक्स्ट भिडियोमा भेटौँला बाई ओके